नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा रामप्रसाद आचार्यको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू। आज बजेट ल्याउने तयारीमा स्थानीय सरकार। आज 8 बजे नगर अधिवेशन हुने। मोबाइल लत र अखाद्य खानाले किशोर किशोरीमा मानसिक समस्या बढ्दै गएको प्रति चिन्ता व्यक्त। अत्यधिक गर्मी बढेपछि नेपालगञ्जका विद्यालयमा पुनः 3 दिन बिदा। सिक्टा नहरको पानीले बाँकेका विभिन्न क्षेत्रका 22,000 हेक्टरमा सिँचाइ। 11 जिल्लाका 82 स्थानमा बर्ड फ्लू देखियो। पशु प्रजनन केन्द्रले मनायो 47औं फार्म दिवस। र 9 बस्ता औद्योगिक क्षेत्र निर्माण नहुँदा उद्योगी अन्यलमा करिब 1200लाई रोजगारी दिँदै नेपालगञ्ज औद्योगिक क्षेत्र। पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असार 10 गते बुधबार। आज नेपालगञ्ज आसपास क्षेत्रको आकाशमा केही बादल लागेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस र अधिकतम तापक्रम 41 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा केही बादल लाग्नेछ। मध्य प्रदेशमा थोरै बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आर्थिक वर्ष 2083-84 को लागि स्थानीय तहले आज बुधबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दैछन्। सामान्यतया स्थानीय तहहरूले असार 10 गतेसम्म बजेट प्रस्तुत गर्दै आएका छन्। यद्यपि केही स्थानीय तहले भने यसअघि नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसकेका छन्। बाँकेको नरेनापुर गाउँपालिका सहित लुम्बिनीका 6 स्थानीय तहले बजेट प्रस्तुत गरिसकेका छन्। नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका लगायतका स्थानीय तहले पनि आज बजेट ल्याउने तयारी गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिकाको गत जेठ 27 गते भएको कार्यपालिका बैठकले आज बिहान 8 बजेका लागि नगर अधिवेशन तय गरेको छ। देशभरका स्थानीय तहहरूले धमाधम आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन्। भूमि व्यवस्था, सहकारिता, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टल मार्फत सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा मङ्गलबार साँझसम्म 65 स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन्। अब 691 स्थानीय तहले बजेट ल्याउन बाँकी रहेको पोर्टलमा देखिन्छ। केही स्थानीय तहले बजेट सार्वजनिक गरिसकेको भए पनि मन्त्रालयको पोर्टलमा अपलोड नगरेका कारण सङ्ख्या कम देखिएको बताइन्छ। संवैधानिक प्रावधान अनुसार सङ्घीय सरकारले हरेक वर्षको जेठ 15 गते, प्रदेश सरकारले असार 1 गते र स्थानीय तहले अनुसारको पहिलो साता 10 गते बजेट प्रस्तुत गर्ने गरेका छन्। देशभरका 6 उपमहानगरपालिका, 11 उपमहानगरपालिका, 276 वटा नगरपालिका र 460 वटा गाउँपालिका रहेका छन्। आज बजेट ल्याउँदै स्थानीय सरकार। बाँकेको नरेनापुर सहित लुम्बिनीका 6 स्थानीय तहले बजेट ल्याइसकेका छन्। शीर्षकमा दैनिक नेपालगञ्जले खबर लेखेको छ। किशोर किशोरीमा मोबाइलको अत्यधिक प्रयोग, जङ्क फुडको बढ्दो सेवन, पारिवारिक दबाव तथा बदलिदो सामाजिक परिवेशका कारण मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै स्वास्थ्य तथा मानसिक स्वास्थ्यका विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले मानसिक स्वास्थ्य सम्बन्धी विषयलाई अझै पनि समाजमा गलत बुझाइ, डर र कलङ्कका रूपमा लिइने प्रवृत्तिका कारण समस्या थप जटिल बन्दै गएको बताएका छन्। ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टको आयोजनामा मङ्गलबार नेपालगञ्जमा सम्पन्न किशोर किशोरी मानसिक स्वास्थ्यमा जिम्मेवार सञ्चारका लागि पत्रकार अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै जनस्वास्थ्य विज्ञ डाक्टर अरुणा उप्रेतीले किशोर किशोरीमा मानसिक स्वास्थ्य समस्या बढ्दो चुनौतीका रूपमा देखिएको बताउनुभयो। उहाँले पछिल्ला वर्षहरूमा किशोरी अवस्थामै तनाव, डर, चिन्ता
त्रास, डिप्रेसन तथा आत्महत्याको प्रयास जस्ता घटनाहरू बढ्दै गएको उल्लेख गर्दै 14-15 वर्षकै उमेरमा मानसिक स्वास्थ्य सम्बन्धी जटिल समस्या देखिनु चिन्ताजनक अवस्था भएको बताउनुभयो। उहाँका अनुसार किशोर किशोरीमा देखिने फरक व्यवहार, अत्यधिक आवेग, निराशा तथा आत्मघाती सोचका घटनाले परिवार र समाजलाई गम्भीर रूपमा सचेत गराउनुपर्ने अवस्था सृजना गरेको छ। डाक्टर उप्रेतीले अहिले किशोर किशोरीमा मोबाइलको लत डरलाग्दो अवस्थामा पुगिरहेको बताउँदै यसको दीर्घकालीन प्रभाव भविष्यमा अझ गम्भीर रूपमा देखिन सक्ने चेतावनी समेत दिनुभयो। बालबालिकामा र किशोर किशोरीको दैनिक जीवनमा मोबाइलको अत्यधिक प्रयोगले उनीहरूको मानसिक, सामाजिक र शैक्षिक विकासमा नकारात्मक असर परिरहेको छ उहाँले भन्नुभयो। उहाँले जङ्क फुड तथा प्रशोधित खाद्य पदार्थको अत्यधिक प्रयोगले पनि किशोर किशोरीको शारीरिक र मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको बताउनु भएको छ। अस्वस्थ खानपानका कारण बालबालिकामा मोटोपन, कुपोषण, व्यावहारिक समस्या र मानसिक असन्तुलन सम्बन्धी जोखिम बढ्न सक्ने उहाँको भनाइ रहेको थियो। दैनिक नेपालगञ्जले खबर लेखेको छ। अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरूमा फेरि बिदा दिएको छ। अत्यधिक गर्मीका कारण पठन पाठनमा समस्या भएपछि असार 10 गतेदेखि 12 गतेसम्म 3 दिन विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाहीले बताउनुभयो। अत्यधिक गर्मीका कारण नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि पनि गत जेठ 26 गतेदेखि 29 गतेसम्म 4 दिन विद्यालयमा बिदा दिएको थियो। अत्यधिक गर्मी मौसमका कारण विद्यार्थीलाई विद्यालय आवजावतमा कठिनाइ भई उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभाग लगायत सरकारवालाको सुझाव समेतका आधारमा 3 दिन विद्यालयको पठन पाठन बन्द गर्ने निर्णय भएको शाहीले बताउनु भएको छ। अब नेपालगञ्जका विद्यालय 5 दिनपछि सोमबार मात्रै खुल्नेछन्। वर्षा नहुँदा नेपालगञ्जमा केही दिन यता तापक्रम बढ्दै गएको छ। गर्मीका कारण जनजीवन प्रभावित समेत भएको छ। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ। आयोजनाले नहर प्रणाली मार्फत पानी उपलब्ध गराएपछि किसानले आकाशे पानीको प्रतीक्षा नगरी खेतमा धान रोप्न थालेका छन्। राप्ती सुनारी गाउँपालिका 3 नवलपुरकी मेलिना चौधरीले नहरबाट आएको पानीको सदुपयोग गर्दै सोमबारदेखि धान रोपाइँ सुरु गर्नुभएको छ। उहाँले 4 कट्ठा खेतमा धान रोप्नुभएको छ भने बाँकी 9 कट्ठा खेतमा सोमबार रोपाइँ सक्ने तयारी रहेको बताउनुभयो। जलजला महिला समूहका 13 रुपार्नेको सहयोगमा खेत रोप्नुभएकी चौधरीले प्रति घण्टा 120 का दरले ज्याला दिएर रोपाइँ गराउनु भएको हो। उहाँले भन्नुभयो, सिक्टाले नहरमा पानी छाडेपछि आकाशमा पानी नपरे पनि ढुक्क भएर रोपाइँ गर्न पाएका छौँ। नहरको पानीले खेत रोप्ने धेरै सजिलो भएको छ। सिक्टा नहरको पानीले 22,000 हेक्टरमा सिँचाइ शीर्षकमा दैनिक नेपालगञ्जले खबर लेखेको छ। पश्चिम डायरीमा मुस्लिम महिला तथा बालबालिकामा सचेतनाको प्रभाव। शिक्षामा सबभन्दा बढी सचेतना हामी फैलाइरहेका छौँ महिला तथा बालबालिकाको लागि। तर यो कुरा हिजो र आजको तुलनामा धेरै सकारात्मक परिवर्तन हामी हेरिरहेका छौँ। लगायतका खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमै रहनुहोला। विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारfm.com मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। नेपालगञ्जमा रहेको फातिमा फाउन्डेसन नेपालले विगत लामो समयदेखि मुस्लिम महिला तथा बालबालिकाहरूको अधिकारका विषयमा आवाज उठाउँदै आएको छ। अहिले महिलाहरूमा एक किसिमको सचेतनाको स्तरमा वृद्धि भएपछि अहिले पनि पूर्ण रूपमा राज्यबाट सुनिश्चित गरिएका अधिकारमा पहुँच पुगेको देखिँदैन। तर सचेतना मात्रै नभएर उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता कुरामा पनि उत्तिकै पहुँच हुन आवश्यक छ। कुराकानी गर्दै फातिमा फाउन्डेसन नेपालका कार्यकारी प्रमुख मैमुना सिद्दिकी। हाम्रा मुस्लिम समुदायमा आजदेखि 1400 साल अगाडि हाम्रो धर्मले नै उल्लेख गरेको हो। जस्तै कि शिक्षाको अधिकार, राजनीतिक अधिकार, सांस्कृतिक अधिकार, सामाजिक अधिकार, स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार, यस्ता अधिकार जुन आज हामी वकालत गरिरहेका छौँ त्यो आजदेखि 1400 साल अगाडि नै इस्लामले दिएको छ। तर धेरै कुराहरू जुन हामी वकालत गर्यौं आजदेखि 21 वर्षदेखि आवाज उठाउँदै आइरहेका छौँ। अहिले त आफूले पाएको कुरा जुन इस्लामले दिएको थियो तर हाम्रै समुदायमा हाम्रा महिला दिदी बहिनीहरूले थाहा थिएन।
एउटा त त्यो आफ्नो ठाउँमा हामी जागरुक गराइरहेका छौँ। अर्को त्यस्ता अधिकार सरकारसँग पनि हामी मागिरहेका छौँ। जस्तै यहाँहरूले चाहिँ आफ्नो समाजमा जुन चाहिँ अधिकारबाट वञ्चित छन् अथवा सचेतनाका कमीका कारण उहाँहरूले चाहिँ अधिकारमा पहुँच हुन सकेको छैन, त्यो कुरा यहाँहरूले सचेतना जगाइराख्नु भएको छ, सरकारसँग पनि चाहिँ यहाँहरूले चाहिँ मागिराख्नु भएको छ होइन। तर हाम्रा चाहिँ जति पनि महिला दिदीबहिनीहरू हुनुहुन्छ, बालबालिकाहरू चाहिँ छन्, उहाँहरूको सचेतनाको लेभल चाहिँ कस्तो पाइराख्नु भएको छ यहाँहरूले? त्यो जस्तै कि सचेतनाको कुरा गर्दाखेरि सबभन्दा पहिला त हाम्रो शिक्षाको कुरा हो। शिक्षामा सबभन्दा बढी सचेतना हामी फैलाइरहेका छौँ महिला तथा बालबालिकाको लागि। तर यो कुरा हिजो र आजको तुलनामा धेरै सकारात्मक परिवर्तन हामी हेरिरहेका छौँ। जस्तै कि हिजोको दिनमा घरबाट बाहिर ननिकल्ने महिलाहरू, आफ्नो छोराछोरीलाई पढाइमा इन्ट्रेस्ट नलिने महिला दिदीबहिनीहरू, अभिभावकहरू आज धेरै सचेत भएका छन्। तर अहिलेको अवस्था हेर्दाखेरि चाहे जस्तो त भएको छैन, तर परिवर्तनको कुरा गर्दाखेरि धेरै सकारात्मक परिवर्तन भएको छ। जस्तै कि जागिरको कुरा, टिचिङ लेभलमा टिचिङ गर्ने, नर्स बन्ने, त्यसको साथसाथ डक्टर बन्ने, यस्ता कुराको सचेतना एउटा बजार लेभलमा धेरै भइसकेको छ। तर जहाँसम्म हाम्रो यो चुनौतीको कुरा गर्दाखेरि गाउँ स्तरमा अहिले पनि चाहे जस्तै सचेत भएका छैनन्। किन? जस्तै सचेतनाको मात्रै यहाँहरूले चाहिँ कमी देख्नुहुन्छ अथवा चाहिँ अन्य आधारभूत आवश्यकता पनि सुनिश्चित गर्नुपर्छ, जस्तै शिक्षा भयो, स्वास्थ्य भयो, सुरक्षाका कुराहरू भयो, त्यसै गरी हिंसाका कुराहरू भयो होइन, त्यसलाई न्यूनीकरण गर्ने कुराहरू भयो, त्यो पनि चाहिँ सुनिश्चित हुन चाहिँ जरुरी छ। शिक्षाको साथसाथ हामी स्वास्थ्यको पनि हामी कुरा गर्छौँ, उहाँको राजनीतिक अधिकारको पनि हामी कुरा गर्छौँ, राजनीतिकमा पहुँचको कुरा, यो सरकारको मेन स्ट्रिममा ल्याउने कुरा, त्यस्तो कुरामा पनि हामी सचेतना जगाइरहेका छौँ। हिजोको दिनमा त एकदम राजनीतिकमा पनि न्यून पार्टिसिपेसन थियो, अहिले त धेरै पार्टीहरूमा पनि हाम्रा मुस्लिम महिला दिदीबहिनीहरूले आफ्नो मेम्बरसिप पनि लिएका छन्, संसदसम्म पनि भइरहेका छन्। र जुन समस्याको कुरा छ, जस्तै कि परिवारमा अहिले सचेतनाको कुरा, मैले गाउँ स्तरको जुन कुरा गरेँ, सचेतना केही हदसम्म त छ, तर अहिले पनि केही बााउन्डेसनहरू छन्। सचेतनाको एउटा लेभल त पुरा चाहिँ भयो होइन, तर अहिले पनि पूर्ण रूपमा चाहिँ सचेत मतलब कि समाजका नागरिकहरू, समाजका महिलाहरू, बालबालिकाहरू पूर्ण रूपमा चाहिँ सचेत नहुँदाखेरि उहाँहरू चाहिँ राज्यबाट पाउनुपर्ने, समाजबाट पाउनुपर्ने जुन अधिकार छ त्यो चाहिँ पर्याप्त मात्रामा चाहिँ लिन नसक्दाखेरि खासमा समाजमा चाहिँ कस्तो खालको समस्याहरू चाहिँ देखा परिराखेको छ। अहिले पहुँच भएका मान्छे जसको पहुँच छ, यो बाहेक मतलब मैले जुन सरकारले परमानेन्ट सेवा सुविधा दिइरहेको, त्यो बाहेक जुन स्तरीय बीचमा स्थानीय निकायमा अथवा वडामा अथवा पालिकाहरूमा जुन सेवा सुविधा हुन्छन्, त्यो सेवा सुविधा त्यसमा त भन्नै पर्छ, त्यो सेवा सुविधा पहुँच भएका मान्छे त्यो मात्रै पाइरहेका छन्, त्यो सबैको त्यसमा पहुँच छैन। जति पनि राज्यबाट पाउनुपर्ने सेवा सुविधा छ होइन, त्यसमा चाहिँ पहुँच वृद्धि गर्नको लागि, अधिकार सम्पन्न हुनका लागि कस्तो खालको पहल गर्दै आउनु भएको छ त यहाँले? अब हाम्रो थुप्रै समूहहरू छन्, जुन हाम्रा 18-20वटा समूह छ जोसँग हामी काम गरिरहेका छौँ। तिनी समूहहरूसँग बेला बेलामा हामी गएर बैठक गर्ने, अनि बैठक मात्रै नामको लागि होइन, त्यो बैठकमा पनि स्थानीय निकायको सेवा सुविधा लगायत तिनीहरूलाई हामी सचेतनामूलक कार्यक्रम पनि हामी उनीहरू मार्फत हामी गराउँछौँ। र साथसाथ शिक्षाको कुरा अनि त्यो स्वास्थ्यको कुरा, यस्ता कुरा पनि हामी सचेत गराउँछौँ, जुन उनीहरू हिजोको तुलनामा अहिले केही हदसम्म आफ्नो सेवा सुविधा र आफूलाई पहिचान्ने र सरकारलाई पहिचान्ने, स्थानीय निकायले दिएको सेवा सुविधाको बारेमा अहिले बिस्तारै सचेत भइरहेका छन्। त्यसै आगामी दिनमा सरकारवालाहरूको कस्तो खालको चाहिँ भूमिका चाहिँ हुन चाहिँ जरुरी छ? अहिले त हामी त्यो समावेशीको हामी कुरा गर्छौँ, हरेक ठाउँमा समावेशी हुनु पर्यो, लैङ्गिक समावेशीको, लैङ्गिक तथा सामाजिक समावेशीकरणको हामी कुरा गर्छौँ। त्यो स्थानीय निकाय अथवा सरकारले पनि हरेक सेवा सुविधादेखि लिएर हरेक इकाइमा, हरेक निकायमा समावेशीको आवश्यकता छ, जुन सरकारले पनि पहल गर्नुपर्छ। एउटा नामको लागि मात्रै होइन, जस्तै कि जुन समुदाय पछाडि पारिएको छ, जसले सेवा सुविधाबाट वञ्चित, यस्ता समुदायलाई सरकारले पनि कोसिस गरेर त्यहाँसम्म पुग्नुपर्छ। हाम्रा मुस्लिम समुदायमा आजदेखि 1400 साल अगाडि हाम्रो धर्मले नै उल्लेख गरेको हो, जस्तै कि शिक्षाको अधिकार, राजनीतिक अधिकार, सांस्कृतिक अधिकार, सामाजिक अधिकार, स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार, यस्ता अधिकार जुन आज हामी वकालत गरिरहेका छौँ, त्यो आजदेखि 14 फातिमा फाउन्डेसन नेपालका कार्यकारी प्रमुख मैमुना सिद्दिकी र समु थारू। अब बाँकी खबर। चरा तथा पशुपक्षीहरूमा लाग्ने
अति सङ्क्रामक भाइरल रोग बर्ड फ्लू अहिलेसम्म 11 जिल्लाका 82 स्थानमा देखिएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार गत चैत्र 4 गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लू अहिलेसम्म 11 जिल्लाको 82 ठाउँमा फैलिएको हो। पश्चिम डायरीमा अन्य खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमै रहनुहोला। विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्ट्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.com मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर 2 गौघाटी स्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले 47औं फार्म दिवस मनाएको छ। कार्यालयले मङ्गलबार विभिन्न कार्यक्रम गरेर उक्त दिवस मनाएको हो। कार्यालयको 47औं फार्म दिवसका अवसरमा कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डाक्टर खेमानन्द खनालले चालु आर्थिक वर्षको जेठ महिनासम्म कार्यालयबाट गरेका प्रगति विवरणबारे सार्वजनिक गर्नुभएको थियो। उहाँले कार्यालयमा रहेका विभिन्न जातका मुर्रा, राँगा, साँडे तथा बोकाबाट चालु आर्थिक वर्षको जेठ महिनासम्म 11 महिनाको अवधिमा 1,85,000 भन्दा बढी जमेको बिर्यो उत्पादन गरेको जानकारी समेत दिनुभएको छ। नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेको विमल मेटल औद्योगिक प्रणालीका सञ्चालक कन्हैयालाल वैद्यले 9 बस्ता औद्योगिक क्षेत्रमा जग्गा माग गरेर आवेदन दिएका थिए, तर औद्योगिक क्षेत्रको काम अघि बढ्न नसक्दा जग्गा माग गरेको उद्देश्यमा आधारित योजना असान्दर्भिक हुने अवस्था रहेको उहाँले बताउनु भएको छ। कागजमा योजना भएर मात्रै उद्योगहरूलाई कुनै फाइदा छैन नि, भनेअनुसारको काम भए पो उद्योगहरूलाई फाइदा हुन्छ, नभए सरकारको योजना कुरेर उद्योगी बस्न सक्दैन, उसले अर्को विकल्प खोज्नै पर्छ उहाँले भन्नुभयो। बाँकेको बैजनाथ गाउँपालिकाको 9 बस्ता औद्योगिक क्षेत्रमा निर्माण गरिएको 11 वर्ष भइसक्दा पनि निर्माण कार्य अघि नबढ्दा योजना स्थापनाका लागि मागिएको आशय पत्र दिएका वैद्य जस्तै 350 बढी व्यवसायीहरू अधीर बनेका छन्। यता 233 रोपनी जमिनमा रहेको नेपालगञ्ज औद्योगिक क्षेत्रले हाल करिब 1200 जनालाई रोजगारी दिइरहेको छ। उक्त औद्योगिक क्षेत्रमा 1147 जना कामदारहरूले रोजगारी पाइरहेको औद्योगिक क्षेत्रको तथ्याङ्क रहेको छ। मिसन टुडेले खबर लेखेको छ। दाङको गडवा अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सङ्घीय सरकारको सहयोगमा गडवा गाउँपालिका 6 गडवामा 4 वर्ष अघि निर्माण सुरु भएको 1500को आधारभूत अस्पताल भवन निर्माणको करिब 85% काम पुरा भएको हो। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। आज बजेट ल्याउने तयारीमा स्थानीय सरकार। आज 8 बजे नगर अधिवेशन हुने। मोबाइल लत र अखाद्य खानाले किशोरीमा मानसिक समस्या बढ्दै गएको प्रति चिन्ता व्यक्त। अत्याधिक गर्मी बढेपछि नेपालगञ्जका विद्यालयमा पुनः 3 दिन बिदा। सिक्टा नहरको पानीले बाँकेका विभिन्न क्षेत्रका 22,000 हेक्टरमा सिँचाइ। 11 जिल्लाका 82 स्थानमा बर्ड फ्लू देखियो। पशु प्रजनन केन्द्रले मनायो 47औं फार्म दिवस। र 9 बस्ता औद्योगिक क्षेत्र निर्माण नहुँदा उद्योग अन्यलमा करिब 1200लाई रोजगारी दिँदै नेपालगञ्ज औद्योगिक क्षेत्र। हस्त पश्चिम डायरीका प्राविधिक साथी बिनुसँगै म रामप्रसाद पनि बिदा हुन्छौँ। आज असार 10 गते बुधबार 24 जुनका दिन सबैका लागि शुभ रहोस्। नमस्कार। यसपछि रेडियो इजलास सुन्ने प्रयास गर्नुहोला।